हेलो गाइज वेलकम टु अनिल भ्लग एन्ड न्यू भ्लग होइन सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। आज चाहिँ हामी ठक्क बिहान कति बजे 9 बजे 9 बजे 9 बजे चाहिँ हामी ठक्क उठेर अब घुम्न जाँदैछौँ। अब यस्तै भयो आज रातभरि सुताइ त्यस्तै भयो सल्टी के कस्तो भयो अब यस्तै हो रातभरि सुतिएन। अब अहिले बिहान जुरुको उठेर 8 बजे सुतेकै छैन हो हामी सुतेको छैन त्यो आँखा पनि अलिअलि तरो देखिरह होला भोलि पनि फेर आइरह होला पहिले थाहा दिनु पऱ्यो नि भान्जो भान्जो। अनि आज चाहिँ मैले केटाहरूलाई सुत्नै दिएको छैन कि साँच्चै भन्ने हो नि त 1 घन्टा सुत्न दिएँ 1 घन्टा चाहिँ सुत्न दिएँ त्यस पछाडि सुत्न दिएको छैन होइन केटाहरूलाई। ठिकै छ अब यस्तै हो अब यहाँबाट सरेर जाने कता घुम्न जाने के गर्ने थाहा नै छैन क्या अब केटाहरूले जता लान्छन् त्यति यस्तै हो। अब हामी चाहिँ ठक्क रुमबाट बाहिर निक्ल्यो यहीँ फाल्ने हो कहाँ हो सर फोहोर फाल्न आयो केटा बोले अङ्काट तपाईँले सोध्नु न हौ कहाँ थियो र हिजो रातभरि यो बाटोमा होइन वाइल्ड मान्छे हो क्या वाइल्ड है लगभग टन्ने मान्छे थिए तर आज चाहिँ छैनन् क्या किन छैनन् भने चाहिँ अब आज बिहान भन्दा यहाँ चाहिँ फेरि रात भूत जस्तै रातिमा चल्ने हो नि त। ठिकै छ सोल्टीहरूलाई त मैले लगभग 3 घन्टा सुत्न दिएछु अब ठिकै छ हेरौँ अब यहाँबाट यस्तो सर र कति राम्री हुने यार त्यहाँबाट खाजा खाइदिउँ न अन्त उता राम्री भएको ठाउँमा आऊ भन्छ आमामा खतरा देखिया त भन्छ यार मा कसम यार शरीर मोटो कपडा त्यस्तै खतरा देखिया यार तँ पनि लगाइदे देखिया ठ्याक्कै थाहा भयो अलि भ्याङले भयो होइन राम्रो देखिया राम्रो देखिएछ। अब हामी चाहिँ सर जाने हो यहाँबाट कता पुगिन्छ के पुगिन्छ केही थाहा छैन कि आज हामी रातभरि सुतेको छ यहाँ सुतेको त्यो रसगुल्ला खाने अन्डा खाने के खाने त चुरोट कहाँ पाउँछ अखै म त खान्न अब तिमीहरू किन भने आम्बो चस्मा अरे बालेनको चस्मा हो ल ठिक छ ल आजको त भ्लग पनि बबाल हुन्छ कि ल केटाहरू अब ग्रेप गर्ने भन्दै कता ल यहाँ हाम्रो चाहिँ अब ग्रेप आइसकेको छ तर भान्जा आएनन् होइन अब हेरौँ कुन पनि चोल्टीहरू रिसाएर फाएछ अब भान्जा हो दौडिँदै आइरह सर्ट लाउनु थालेछ नि त फेरि आयो त्यहाँ आउँदैछ भन्छ दौडिँदै आउँदैछ बिचरा आएर भन्छ दौडिँदै चढ्दै गऱ्यो नि त अनि ल अब चाहिँ यस्तै छ होइन अब हामी चाहिँ सरेर जाने हो कि गाली सुन्दै ठिकै छ अब हामी चाहिँ अब यस्तै छ रमाइलो होइन अब केटाहरूसँग कता गयो उता गयो होइन नि आउँदै त्यो गाली थियो क्या डुवर लै त अब हामी चाहिँ फाइरे पार्क जाँदैछौँ यही बाटो त होला के होइन हौ ल अब ठिकै छ बिस्तारै जाउँ ल यस्तै विकसित चाहिँ हुनुपर्ने हो क्या नेपाल पनि आइरहेछ माथि के हिँड्ने पुल हो त हेलिकप्टर हिँड्ने पुल हो यो पुल हेलिकप्टर हिँड्ने होइन ए भन्न खोजे त्यसमा प्लेन घुट्छ के हो
ल है त वाइल्ड रमाइलो भन्दा पनि के रमाइलो भन्नु होइन च्यानघारीमा आएर पुरै च्यानघारी नै च्यानघारी रहेछ के झोला झोला त्यहीँ छोडिदियो केही हुँदैन चोरेर लगाएछ भने लगाएछ जामा लाउने के गर्नु त होइन के झोला बक म त आत्तिएको छोडिदिएको ल सर अब चाहिँ हामी चाहिँ यतापट्टि जाँदैछौँ होइन फाइरी पार्क अनि अब चाहिँ हामी चाहिँ सर यहाँबाट घुम्दै जाने भने होइन ठक्क यस्तो बब्बालो के ठाउँ त तर के गर्नु जामा लाउनु पुरै च्यानघारी आइएछ जाम अब ऊ त्यो त पोखरीतिर गएर भिडियो बनाउनु पर्छ कि यस्तो उतारि आएको होइन पोखरी बनाउनु पर्छ अरू कुरो भने त्यस्तै हो होइन आइसकियो त अब गर्नु के मर्नु भएन पुरै अनि तर हामी चाहिँ यो चाहिँ टिकटकमा देखेर आएको कि तर टिकटकमा देखेर आएको जामा लाउनेहरूले यो च्यानघारी पनि हालिदिनु पर्ने कि हामी आउँदैन थियो कि हो साँच्चै भन्नु त यो च्यानघारी पनि हालिदिएको भए अब वाइल्ड रमाइलो हुन्थ्यो यो त यताको मात्र हालिदियो होइन अब ठिस भइदिएर कि अब के गर्नु के त आइ त सक्यो टिकटकमा देखेको पनि फेरि यति प्लेट मात्रै हो यति हजुर लाँदैन हो राम लगेछ भने छोडिदिउँ ल है त अब चाहिँ हामी सर र यहाँबाट माथि चाहिँ माथि जानेहरू केटा हो अब लट्टु रहेछ होइन यहाँबाट चाहिँ पुरै गाडी साइड जाने आमा डाँडो रहेछ कि वाइल्ड डाँडो भएसम्म होइन तर ठिकै छ अब हामी चाहिँ यहाँसम्म पुगिन्छ तर निन्द्रा त वाइल्ड लागेछ है रातभरि अनि कता घुमेँ अनि कहाँबाट हुन्छ अनि मैले सुतुम भन्दा नमान्ने ए मा बकुल्ला म त साँच्चैको होला भनेको त होइन पो रहेछ त अनि डुप्लिकेट रहेछ ल फाइरे पार्क आइपुग्यो हामी फाइनली होइन अब यस्तै हो केटा हो यस्तै हो अब के भन्नु हो र खोलाको छङ आवाज वा खतरा ठाउँ रहेछ कि ल सर है फाइरे पार्क फाइरे भनेको चाहिँ च्यानघारी रहेछ मलाई थाहा थिएन मलाई भाषामा के भन्छ भनेर के अनि त्यही भएर चाहिँ सर्राको ल हो वाइल्ड हो नि है खोइ ढुङ्गाको हो कि होइन कि के यो त काठ के हो है सर ल यस्तै छ अब के गर्नु अब आइ त हालियो घुम्नु पर्यो अलिअलि भए पनि अब यताउता कता जाने भन्ने थाहा छैन अरू केटाहरू उहाँ झोला बोकेर आउँदै थिएँ कता गयो वहीँ बस्छ ल है त अब हामी चाहिँ फाइनली यो फाइरे पार्क पनि घुमियो होइन नाम चाहिँ थाहा भएन जे होस् घुमियो सर होइन के भयो भान्जो के गर्यो भान्जाले सर घुमियो अब यस्तै रहेछ च्यानघारी घुम्न आएको होइन सक्कल हार ल यस्तै हो ढुक्क रमाइलो छ होइन वाइल्ड हो के फेमस चाहिँ यति ठाउँले हो कि यहाँभन्दा अरू ठाउँ छैन खासै छैन च्यानघारी होइन ल यस्तै हो अब आइयो गइयो भने जस्तो भइरहेछ होइन ठिकै छ अब जे जस्तो भए पनि आइहाल्यो अब घुमौँ न भन्ने हिसाबले अब हाम्रो चाहिँ यहाँ केटाहरू यस्तो छ अब केटाहरू गएर कोतरा गएर भात खाएर अनि बल्ल रुममा जाने ल कोतरा गएर रुममा जाँदैछौँ कति बज्छ बल्ल 11 बजे छ हौ 11 बजे छ 11 त्यसपछि जाने 11 बजे छ हौ यसो गरौँ ल एउटा सुट्टा तानेको भिडियो बनाइदिउँ ल हुन्छ ल तर टिकटकमा हाल्यो भने त ल अब हामी चाहिँ फाइनली यो फाइरे पार्क पनि घुमेर बोतल पानी पनि फिनिस भयो अब के फिनिस भयो हुनाले त ल अब चाहिँ हामी चाहिँ सर जान आँटेको होइन किनभने अब यहाँ ग्र्यापले एक्सेप्ट नै गरेन होइन यहाँ सायद ग्र्याप आउनु गाह्रो हुँदो रहेछ त्यही भएर चाहिँ अब ठिकै छ अब जे जस्तो भए पनि होइन भन्छ अब आइयो घुमियो अब गएर ठक्क खाना खाएर बल्ल आफ्नो गन्तव्यतिर लाग्नुपर्छ केटाहरू आत्ते गरेँ हिजो मैले झन् 4 घन्टा सुत्न दिएको यार सोल्टीहरूलाई यार हो र भनेपछि त खुसी भइहाल्यो नि त अरू के चाहियो त अनि ल अब चाहिँ यस्तै हो अब खोइ थाहा छैन अब कहिले हो फेरि यस्तै रमाइलो दिनहरू आउने होइन ल है त अब चाहिँ हामी फाइनली अब फर्किन आँटेको यो फाइरे पार्कबाट पनि घुमेर होइन पुरा च्यानघारी वाइल्ड छक पऱ्यो नि सुरुमा आउँदा त्यहाँ कहाँ आइपुग्यो भने
अब के भन्छ अरे त्यस्तै भयो अब जे जस्तो भयो भयो अब आइयो घुमियो रमाइलो गरियो होइन केटा हो अब भने त फेरि मैले केटाहरूलाई सुत्न पनि दिएको छैन कि फेरि रातभरि सुत्न दिएको कता हो कता भने जस्तो भइरह अनि त ठिकै छ अब हेरौँ जाम होइन अब भान्जाहरू यता छन् अब ट्याक्सीले एक्सेप्ट गऱ्यो भन्दैन कति बेला लाग्छ बेस्ट मोमेन्ट इभर भन्ने हुन्छ अब हेरौँ अब एउटा भ्लग त आइसक्यो अब अर्को भ्लग चाहिँ कहिले आउँछ 1 हप्ता लाग्छ किनभने अब म बजार आउनु पऱ्यो अर्को बिहिबार बल्ल आउँछ मेरो भ्लग चाहिँ यो भ्लग चाहिँ बल्ल अर्को बिहिबार आउँछ कि कमिङ सुन होइन अब हामी जान्छौँ खाना खाने ठाउँसम्म हेरौँ के कस्तो हुन्छ होइन त्यतासम्मको अन्तिम ल है अब चाहिँ हामी चाहिँ अब ठक्क छुट्टी नै लागेको अब के गर्नु त यस्तै हो अब अर्को दिन आउने बिचरा अब गएर ढुक्क शुद्ध हुन्छ म उठाउँदिनँ फेरि आफूले नउठाए पनि उठ्नुपर्छ ल ठिकै छ नि त अब के गर्नु त यस्तै हो गाह्रो छ मलाई अरू म केही भन्दैन